हाई एभ्रिवान सोसियल मिडियामा अहिले निकै नै भाइरल भएको यो सुन्तलाको बोक्राबाट चाहिँ भाइटामिन सी स्प्रे र भाइटामिन सी सेरम बनाएको भिडियोहरू अहिले धेरै भाइरल भइरहेको छ कि सो मैले पनि घरमा ट्राई गर्ने सोचेँ। मैले चाहिँ सुरुमा सुन्तलाको बोक्रालाई यसरी सानो सानो बनाएर एउटा दिउरीमा राखेँ र त्यहाँ तातो पानी हालिदिएँ। ग्यास मिडियम बनाएँ र हल्का बाफ आउन थालेको छ। मैले यसमा तातो पानी नै राखेको हो सो द्याट छिटो होस् भनेर। अब म यसलाई केही समय छोपिदिन्छु र छोपेर एकछिन पकाउँछु र त्यसपछि चाहिँ यसको कलर यो वाटरको कलर कस्तो हुन्छ र भाइटामिन सी स्प्रे कस्तो हुन्छ हेरौँ है त। सो गाइज मैले चाहिँ यसलाई 10-15 मिनट जति चाहिँ पानीमा उमालेँ सानो ग्यासमा। अनि एज यु क्यान सी यो पानी चाहिँ हल्का येल्लोइस भएको छ। अब म यसलाई एकैछिन कुल डाउन गर्न छोड्छु र त्यसपछि चाहिँ तपाईँले यसलाई कुनै पनि स्प्रे बोतलमा राखेर छ भने अलिकति ग्लाइसरिन एड गरेर फेसमा स्प्रे गर्नुभयो भने चाहिँ तपाईँको फेसलाई यसले एकदमै राम्रो गर्छ। सी यू इन नेक्स्ट भिडियो।